लस एउटा दिलेख सम्पूर्णमा आज चाहिँ मैले यहाँ हाम्रो हिमाली भेग अप्पर मुस्ताङमा अवस्थित गुरु पद्मसम्भवको पवित्र तीर्थस्थलको गुरु पद्मसम्भव स्वयंद्वारा निर्मित लाखाङ अर्थात् गुम्बाको परिसरभित्र रहेको हजार बुद्धहरूको प्रतिमाहरूको दर्शन सम्पूर्ण स्वदेश तथा विदेशबाट आउनुहुने भक्तहरूलाई यस हजार बुद्धहरूको दर्शन गराउने सुमिज्ञा छ। अर्थात् अप्पर मुस्ताङमा रहेको गुरु पद्मसम्भवद्वारा निर्मित गुम्बामा हामीले दर्शन गर्न पाउँछौँ, ताकि गुरु पद्मसम्भव स्वयंले पनि आफूले निर्माणको क्रममा उहाँ पनि सहभागिता भएर निर्माण गरिएको यस पवित्र तीर्थ गुम्बाको सम्पूर्णले हेरेर दर्शन गर्नुहोला भन्दै बिदा हुन चाहन्छ। हवस् त, धन्यवाद। प्रसिद्ध लेख। सम्पूर्णले हेरेर दर्शन गरिदिनु हुन विनम्र अनुरोध गर्दछु, ताकि गुरु पद्मसम्भव आजको युगमा उहाँको योगदान, उहाँले जुन मानव धरतीमा उहाँको योगदान एकदम अविस्मरणीय छ र हालको समयमा पनि उहाँको जिन्लाप अर्थात् अधिष्ठान चाहिँ हामीलाई एकदमै सौहार्दपूर्ण, नितान्तपूर्ण आवश्यकता रहेको छ, ताकि आउने फर्दर जेनेरेसनहरूको निमित्त पनि उहाँको योगदान, उहाँको तन्त्र विद्या सिद्धिहरू चाहिँ हामीलाई एकदम हामीमा जुन मनन गर्न, चिन्तन गर्न र आफूलाई पनि त्यस मार्गप्रति अपनाउन नितान्त आवश्यक भएकोले सम्पूर्णले यसलाई हेरेर अनि एकदमै उहाँप्रतिको योगदानलाई कहिले पनि भुल्नु हुँदैन र कदर गर्नुपर्छ र श्रद्धा भक्ति भावनाका साथ सम्पूर्ण दर्शक श्रोताबिन्दुले हेरेर प्रतिज्ञा दिनुहोला। हवस् त, धन्यवाद। प्रसिद्ध लेख।